यदि तपाईलाई ग्यास्ट्रिक छ भने पहिला जिरा लिने, 100 ग्राम जति जिरा लिने, 100 ग्राम जति मेथी लिने, अनि जिरा र मेथीलाई हल्का आगोमा भुट्ने हल्का 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 कालो पार्ने हैन। ठिक्क अब भुट्यो भनेपछि पिटिट पिटिट गर्न थालेपछि त्यसलाई झिक्ने अनि त्यसलाई हल्का नर्मल बनाउने, त्यो हल्का चिसो चिसो बनाउने। त्यसपछि पान जिरा, जुन जिरा चाहिँ हामी पानमा लगाउने जिरा, त्यो मिठा जिरा भन्छन्, कतिपयले पान जिरा भन्छन्, हो त्यो लगाउने। त्यो पान जिरा चाहिँ भुट्नु पर्दैन, काँचै। अनि त्यसपछि तपाईले यस्तो यो मिक्सचर छ भने मिक्सचरमा पनि हुन्छ, नत्र भने मैले चाहिँ यो यस्तो ओखलमा घुमाएर पिसेर यस्तो मैदा बनाएको छु पाउडर। त्यसपछि यो बट्टामा राख्ने, खानापछि सम्भव भए तातो पानीमा तपाईले 1 चम्चा लगाएर खाए पनि भयो, नत्र त्यसै अब सम्भव भएन भने त्यसै आधी चम्चा जति मुखमा लगाएर 1 गुड्की पानी पिउनु भयो भने पनि तपाईको ग्यास्ट्रिक गानो गोलाहरू हटेर जान्छन्। यो मेरो उपाय।